तपाईँलाई म भन्दैछु त यहाँ त यस्तो रोग छ जुन रोग छ जन्मिसक्दाखेरि साउदी कतारको भिसा लाग्छ अलिकति पढिसकेपछि 10+2 देखि माथि विदेश जानुपर्छ त्यो रोग लाग्यो युवा खोज्दाखेरि पाइँदैन युवा खोज्न विदेश जानु पर्यो गाउँमा मलामी सब उठाउने मान्छे छैनन् हामीले कस्तो खालको गणतन्त्र पायौं भने तपाईले बुझ्नु होला हिजो तपाई हाम्रो पालामा स्कुल पढ्दाखेरि बाबु तिमी भोलि पढेर के हुन्छौ भन्दाखेरि डाक्टर हुन्छु इन्जिनियर हुन्छु पाइलट हुन्छु भनेर भन्थ्यौ तपाई हामी हैन तर आज के भन्छ बच्चाहरू भन्दाखेरि म त ए लेभल पास गरेर अमेरिका जाने हो म त बी लेभल पास गरेर अस्ट्रेलिया जाने हो यस्तो खालको शिक्षा दियो स्कुलहरू के भयो भन्दाखेरि तपाईको राजनीतिक अखडा भयो स्कुल कलेजहरूमा अनेरासोभ्यू पढाउने नेभी संघको पढाउने भयो र ठुल्ठुला नेताहरू के भन्छन् भने अब हरेक कलेजहरू अनेरासोभ्यूको हरेक कलेजहरू कांग्रेसको भन्छन् पढाइ हुँदैन राजनीतिक पढाइ हुन्छ देशको सबैभन्दा दुईटा शक्ति भनेको दुईटा हो एउटा पैसा एउटा युवा शक्ति इनर्जी दुईटै कुरो यहाँ छैन यो पेटमा मुलुकले के पायो गणतन्त्र पायो मुलुकले धेरै नेताहरू पायो धेरै राजाहरू मुलुकले पायो नेता पाएन राजाहरू पायो गणतन्त्रको कारण आज के भयो भन्दाखेरि तपाईको चाहिँ नि 1 करोड युवाहरू आज विदेशी युवा शक्ति सबै पलायन भयो 10+2 भन्दा माथि पढाइ हुँदैन यो देशमा मैले भन्दैछु त नर्सिङको शिक्षाहरू बन्द भए यहाँ मेडिकल शिक्षाहरू बन्द भए +2 भन्दा माथि डिग्री हासिल गर्नु पर्यो भने सबै बाहिर जान्छ र मेरो गाउँमा 3 जना चेलीहरूले एउटै रुखमा एउटै हाँगामा लघु वित्त र सहकारीको ऋण तिर्न नसकेर तपाईको चाहिँ डोरीमा झुनिएर आत्महत्या गर्नु पर्यो के उहाँहरूकै लागि मात्रै राजनीति आएको हो त के उहाँहरूको परिवारको लागि मात्रै कम्युनिस्ट व्यवस्था हो त मैले भन्न खोजेको त्यो साइली दिदीलाई चाहिँ कम्युनिस्ट व्यवस्था आउनु पर्दैन फाटेका लुगा फाटेको साडी फाटेको चोली 33 लाख मान्छे जोखिममा छन् 1500 भन्दा मान्छेले बढीले आत्महत्या गरिसकेका छन् 33 लाख मान्छे जोखिममा छन् 17 लाख मान्छेको जग्गाहरू लिलाम हुँदैछ 1 करोड युवाहरू बाहिर छन् र नेपालमा अब बस्ने वातावरण छैन अर्को कुरा के छ भन्दाखेरि 17 लाख मान्छे सुकुम्बासी हुँदैछ